मेरो विदेश जाने लक्षण चाहिँ देखिरहेको छ है सारी गाईजहरू एकचोटिमा 10 चोटि भोक लाग्छ अनि भर्खर खाना खायो भने पनि एकैछिनमा फेरि के खाम हुन्छ। आज त झन् अति नै भयो। अब 12 बजेतिर खाना खाएको अब 1 बजेतिर फेरि के खाम भयो। अब पेट त तन्ने छ मुखले फेरि मान्दैन अनि त्यही भएर मैले फटाफट करेन्ट चाउचाउ बनाएर चाहिँ खाएँ। तर यता हेर्दा चाहिँ करेन्ट जस्तो पनि देखिन्न। अनि के हो त यो अन्डा चाउचाउ नै हो त हैन करेन्ट चाउचाउ करेन्ट। अब लक्षण नै देखा परिसकेपछि अब म त्यसको 1-2 वर्षमा किन्छु आइफोन। त्यो आइफोनबाट मैले खतरा भिडियोहरू बनाउँछु अनि त्यति बेरसम्म चाहिँ तपाईहरु सबैजना चाहिँ मेरो यो भिडियो हेर्दिनु होला। अहिले नहेरे पनि अर्कोचोटि हेर्दिनु होला 1-2 वर्षमा। यात्रा पुसमाको जाडोमा पनि यस्तो पसना निकालिन्छ यो करेन्ट चाउचाउले। अब नखाम भने खान मन लागिहाल्छ, खाम भने यस्तो हुन्छ। अब विदेशबाट आउने लक्षण देखा परिसकेपछि म चाहिँ भाइहरुले बोलाएर खेल्न लागे क्यारम बोर्ड। अब भाइहरुको पनि हाइटै पुग्दैन, खुट्टै पुग्दैन, कहिले गोती समात्न सक्दैन, कहिले हान्नै सक्दैन। आइफोन 20 ले भिडियो बनाउन पठाएको हल्लाको गर्दै अनि म आफै भिडियो बनाउनतिर लागे। अनि आजको भिडियो चाहिँ यति, अर्को भिडियो चाहिँ अर्कोचोटि।